हाम्रो हिसाबमा नसुन्नुहोला ताकि भन्ने यहीँनिर एउटा प्रार्थना छ ताकि यस्तो प्रार्थना छ कि हाम्रो कतिले नै गर्नुभएको प्रार्थना यस प्रकारको प्रार्थना हामीले बिर्सिसकेका छौँ होला लगभग भन्नुपर्दाखेरि यो प्रार्थनामा मेरो भजन गाउने अनि मादल बजाएर चाहिँ गर्ने तपाईँ पनि छ तर अब यसलाई नबिर्सिकन मादल तयारी छौँ होइन मादल साला पनि बजाउँ बिचबिचमा हामीहरूले हाम्रो भजन कार्यक्रम पनि वाचन गर्दैछौँ र स्वयं अनि जयप्रेम उहाँहरूले चाहिँ वाचन गर्छ सबैजनाले ध्यान दिएर सुनिदिनु होला अब यो लाइभवादी कार्यक्रममा हामीहरूले पनि बसेर प्रार्थना गरौँ हामीले जति भन्न सक्छौँ त्यो कुरा आफैले सरेर बाँच्नु हुन्छ धन्यवाद सेवामी जयप्रेम है त आज इस हाम्रो पिता पुत्रको नाममा मुक्ति र मोक्षको लागि सात पुस्तादेखि अहिलेसम्मको कसैले पनि उहाँले स्वर्ग प्राप्त गर्नुभएको छैन भने उहाँलाई स्वर्गको आसन ईश्वरीय भगवान इलाकोमा नै कोही पर्ने होला कोही पानीमा अमर पर्ने होला कोही गिर्ने होला कोही कतावाला कोही खायावाला हे भगवान यदि उहाँले जाति पुर्खाले समेटेर उहाँले हे भगवान अनि परिवारमा रहेको कष्ट महिलाहरू हे भगवान यस सरकारले भएको समस्या यसो लाग्छ निकालेर हाम्रो यहाँ चलाउने हाम्रो चुला चलाउने यहाँको मान्छे आएछ हामीले
सातसागरको नाममा स्वीकृति दिएका थिए। सातसागर शिक्षकहरूलाई यही चुनावमा मान्य कमिसन गएर यस संसारबाट बिताउनु भएको केही खालको अनि यहाँ पूजामा शरीर हुनुभएका इष्टमित्र आफन्तहरू सबैलाई शान्ति दिनु। उहाँहरू यात्रीहरू भए पनि मान्छे हो, सबैलाई हजुरले सरकारले आशीर्वाद दिनु। हामीले यहाँनिर 84 मा चढाएको उहाँहरूको ग्रहण गर्ने महिला अब फुल समाउनुहोस् र आजको पूजाको विषयमा हजुरको आफ्नो विचार भगवानलाई दर्शाउनु प्रवेश गर्यौँ है घर छोड्ने त्यसपछि चुलो छोड्ने
हुन्छ बाबाभगिनीहरूलाई यो पनि जानकारी गरौँ हामी यहाँको रजकको लागि यहाँको क्रियाको लागि हामी यहाँको नम्र जातको लागि सुनिसक्नु जातको लागि हामी पढिदिनेछौँ हजुरहरूले पनि पाती समाएर हे भगवान् हाम्रो कुन प्रदा सराउनुहोस् भन्नु सक्नुहुनेछ हामीले त्यसलाई नानीलाई पाती पार्नु लागेको छु है हजुर हजुरहरूलाई जानकारी गराउँछु यहाँ चढाउनु नहुने छुनु नहुने भन्ने छैन है हजुर नफ्याँकिदिनु है राख्नु भएको हुन्छ हुन्छ
हजुरको छोराछोरीलाई एक आपसमा श्रेष्ठको लागि यहाँको विगत जोडीको दाम्पत्य जीवनको लागि हजुरले यहाँलाई एक आपसमा यहाँको विचार दिने भावनाको बल दिनु र यहाँको एक आपसमा दाम्पत्य जीवनमा यहाँसम्म आइपुग्न हजुरको योगदान हजुरको रहस्य आशीर्वाद गरी यहाँको शरीरमा भएको पञ्चतत्त्वले शरीरको यहाँको भौतिक शरीर साथीसँग आफ्नो शरीरले कतिको कुरा कष्टहरू हरण गर्ने त्यो हजुर हुनुहुन्छ र आज आत्मामा भौतिक रूपमा शारीरिक रूपमा उहाँले 1,07,000 पत्नी ज्योति राम्रोमा सजाएर उहाँले राम्रो निकालेर हजुरलाई राखेर अनि आफ्नो प्रदर्शन अनि 7 पुस्तादेखि अहिलेसम्मको जुन पुर्खाहरूको आत्माले मुक्ति पाउनुभएको यो 1,07,000 ज्योतिले नै उहाँहरूको यो ज्योतिको प्रकाशमा उहाँहरूको आत्माले मुक्ति पाउनुभएको हजुरले दिनुभएको पवित्र गन्तव्य जीवित रहँदाखेरिमा उहाँहरूको कार्यकालमा उहाँले अन्जामले गर्नुभएको भुलगल्तीले गर्दाखेरिमा उहाँलाई दोस्रो पुत्र नहोस् ताकि उहाँको नर्मल भए नहोस् भने हामी सङ्कल्प गर्दछौँ यसो साइला कति धेरै लामो भन्छ कि हो जन जब भन्छ 84 लाख कोषको जन्मदाता पिता हुनुहुन्छ भने मानव जन्म राजा हुन्छ हजुरको नजरमा कोही कालो कोही नजान्ने कोही जान्ने छैन सबै हजुरले सम्पूर्णले हामी कति वर्ष कतिसम्म रहनु पर्ने हो त्यो हामी प्रयत्न छौँ यसो त्यो सबै हजुरको सुदर्शन चक्र हजुरको हातमा एक यो संसार चल्दैछ त्यसै कारणले सद्भावना सत्कर्म सद्विचारले गर्नुभएको यहाँको सङ्कल्प यहाँको पूजा यहाँको आराधना हजुरले स्वीकार गर्छु स्वर्गदेखि हजुरको दिव्य दृष्टिले यहाँको शिरदेखि पाउदेखि शिरसम्म न्याली बक्सेकोस् अनि पवित्र आशीर्वाद पनि गर्ने बक्सेकोस् यहाँले जुन यहाँको शरीरले भोगिरहेको कुराहरू छन् कष्टहरू कसैलाई सुगर होला कसैलाई प्रेसर होला कसैलाई युरिक सिक्रमा कसैलाई कोलेस्ट्रोल यी सारा कुराहरू हजुर आखिर यी महान डक्टरलाई त्यहाँदेखि हजुर हुनुहुन्छ यो धर्मदेखि जुन आशीर्वाद ज्ञान ज्ञानका सागर सागर हजुरलाई हजुरलाई सुनिरहेको छु यहाँको जीवन जगतको मालिक यहाँलाई 9 महिना गर्भमा दुःख राखेर 10 महिनामा यहाँलाई कसैलाई छोरीको रूपमा विशेषको लागि कसैलाई छोराको जन्मदिनलाई सम्झेर आज स्नेहको कार्यक्रम यहाँसम्म आइपुग्दाखेरि जिउनुको लागि परिवारलाई चलाउनुको लागि शिक्षा दीक्षा दिनुको लागि विभिन्न किसिमको यहाँले भएका कष्ट यहाँलाई भएको अवरोध आजको यो समय यहाँको हजुरको शिव शिव साथै महान प्रकारको आशीर्वाद